केटा हो म चाहिँ निस्किन लागेको आज पनि घुमफिर घुमेको हुने हो यस्तै छ म चाहिँ निस्किन लागेँ घडी बिग्रियो केटा यार सिसै भित्रको सुई सिसा गएछ कि झ्याउला यार ल म निस्किन लागेको केटा बाटो मेरोमा सुशील भाइ गएर पुगेर म गएर पुग्नुपर्छ हामी कहाँ जान्छौँ हजुरलाई भन्छु ल ल बाई निस्किसकेँ यस्तो छ यो चाहिँ सुशील भाइको घर बन्दैछ यो चाहिँ बल्छीपट्टि जाम्रो जग्छ आज लास्ट चाहिँ गर्मी छ लगेर हो चाहिँ बेङ्गलोर चाहिँ गर्दै मानिन्छ बेङ्गलोर हामी जान्छौँ घडी बनाउन दामदार चोक अगाडि यस्तो छ रमाइलो छ लगेर हो आज हामी यतै घुराइदिनु पाउँ आज टाढा टाढा गइएन किनभने आज मौसम त्यस्तो छैन कि होइन पछाडि हाम्रो चिक्स चाहिँ आइरहनु भएछ पछाडि हाम्रो चिक्स आइरहनु भएछ रफ्तारमा हामी यति छौँ अब हामी चाहिँ घोराइको राम्रै रेस्टुरेन्ट बिसौना जाँदैछौँ सन्दीपलाई भेट्न त्यसको माहौल भन्ने कुरो हो अहिले भेट्नु भाइ ल चिक्स पछाडि आइरहेछ यस्तो छ आज भूमि नाच हेर्न गइन्छ है म साँच्चै खर्काइबाट मिलाइदिनु भन्ने हो त कमालबाट जिक्स त्यस्तो पारामा हिँड्छ नि हिँड्दैन जिक्सलाई घोराइ आज भूमि यस्तै छ केटा हो घोराइको माहौल आकाश क्लियर छ कसैले देख्ला र हामी भूमि नाच हेर्न जाँदै है भूमि नाच भूमि नाच घोराइको मगरहरूको मेन पर्व रमाइलो छ ओभर गर्मी छ यार भलिबल भइरहेछ हामी चाहिँ निस्किन लाग्यौँ यस्तो छ ल केटा हो हामी चाहिँ मौसम लाग्यो लास्टै गर्मी भयो ए नजिकको खोला मस्त बग्छ होला पाइन्छ कि नै आएन अब हेर एकछिन यसो मगरहरूको मेन पर्व भूमि नाच हेरेर हामी चाहिँ निस्किसक्यौँ यो चाहिँ रदेनादेखि माथिवाला बाटो भयो ल हामी चाहिँ निस्किनु ल माथितिर यस्तो छ क्लियर मौसम अब कति गर्मी होला आफै सोच्नु ल यस्तै छ केटा हो अगाडि बाख्राहरू आए च्याउ हो जाँदैछौँ आयो गाडी आयो यस्तो छ मौसम हामी जाँदैछौँ के गर्नु यस्तै छ घरतिर आएपछि केही भएको छैन अब गेमको वेटिङमा हो रिकभरी गरिरहेछ रिकभरी डेज भन्छ यसलाई चाहिँ शीतल खाँदा भेट्दै ल अहिले भेटौँला अब पुगेपछि ल बेजा भयो यार पानी नभएर पानी सुकेछ यार कुन आँसले आइएको थियो पानी छैन हेर्नु त एक पानी बगेन तल छ कि एउटा ठाउँ त तर लास्ट प्याक छ कि घिन लाग्ने फोहोर यस्तो छ यार यताको सिनहरू यस्तो छ यहाँनिर हामीले हन्टिङ ठाउँ थाहा पायौँ एउटा दामी नै रहेछ अब के गर्ने धेरै गहिरो नभए नि नुहाउनै पऱ्यो चिसोमा खोलादेखि माथि बग्दै आएको पानी यस्तो छ यहाँको माहौल अब नुहाउँछौँ यस्तो टाइम ल्याप्स हान्यो भने ट्याक्क देखाउँछु
नत्र भने ठिक यस्तो छ यार हामीले चाहिँ नुहाएन गहिरो नै रहन्छ यार यति छ गहिरो अनि कहाँबाट नुहाइन्छ यार सब फोहोर सोहोर गराइसक्यो यार त्यही भएर मान्छे भनेको यस्तो छ यार यस्तो फोहोर नगरिदिउँला यार यस्तो नेचुरल ठाउँमा त यस्तो फोहोर झ्याउ मात्र यार नुहाउन पनि घिन लाग्छ यार यस्तो गर्न राम्रो होइन है नेचुरल ठाउँ यार पानी चिसो छ अब गहिरो छैन सब माथि बुझ्दैछ के गर्ने त यताको सिन चाहिँ यस्तो छ है केटा माथि काठको पुल जाने बाटो भयो यता यस्तो डाँडा भयो अब हामी चाहिँ यहाँबाट फर्किने हो यस्तै छ नुहाएन केटा मुख धोए चिसो पानी रहेछ दामी मजा यहाँबाट हेर्नु राम्रो देखेको थियो नि नुहाउनु जस्तो ट्यागको बाँधेको के गर्ने गइरहन्छ यस्तो नगरिदिउँला यार नेचुरल ठाउँमा आएर यस्तो हरकत गरेको राम्रो हुँदैन बुझ्नुभयो त्यही हो यस्तै हो ल अब हामी निस्किन्छौँ बजार भेटौँला